नमस्कार। आज हामी नेपालको भर्खरैको युके भ्रमणबारे अलि गहिरिएर कुरा गरौँ है त। गरौँ न। 2025 को जुनमा भएको त्यो भ्रमण स्कटल्यान्ड र नेदरल्यान्ड्स विरुद्धको हो। विश्वकप लिग 2 को एक दिवसीय अनि T20I त्रिश्रृङ्खला पनि थियो। हामीसँग जे जति जानकारी छ त्यसले नतिजा, खास क्षणहरू, खेलाडीको प्रदर्शन अनि समग्रमा यो भ्रमण कस्तो रह्यो भन्ने देखाउँछ। र आजको हाम्रो छलफलको उद्देश्य नै यही हो नि, हैन? नेपालको लागि यो भ्रमणको अर्थ के रह्यो भनेर केलाउने। बिल्कुल। अनि सुरु कहाँबाट गरौँ भन्दा त्यो डन्डीको एउटा खेल थियो नि। नेपालले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो एक दिवसीय रन चेज गर्यो। त्यो त साँच्चै मतलब एकदमै राम्रो सुरुवात थियो भ्रमणको। त्यही त। डन्डीमा लिग 2 को त्रिश्रृङ्खलामा 4 खेलमा 3 जित। यो त निकै सफल मान्नुपर्छ हैन र? एकदमै। विदेशी भूमिमा यस्तो प्रदर्शन अनि लिग 2 को अङ्क तालिकाको लागि पनि महत्त्वपूर्ण। नतिजा हेरौँ न एकचोटि। जुन 2 मा स्कटल्यान्ड विरुद्ध 297 रन पछ्याउँदा 1 विकेटले जित। त्यो त नेपालको कीर्तिमानी रन चेज भयो डन्डीमा। हो नि, त्यो जितले धेरै अर्थ राख्छ। त्यसपछि जुन 4 मा नेदरल्यान्ड्सलाई 5 विकेटले हरायो। अनि फेरि जुन 8 मा स्कटल्यान्डसँग चाहिँ 324 को लक्ष्य पछ्याउँदा 2 रनले हारियो। त्यो पनि निकै क्लोज गेम थियो। उच्च स्कोर बन्यो, प्रतिस्पर्धा भयो। अनि अन्तिम खेल जुन 10 मा नेदरल्यान्ड्सलाई 236 रनमै रोकेर 16 रनले जित्यो। यो सबै नतिजाले के देखाउँछ जस्तो लाग्छ? यसले धेरै कुरा देखाउँछ। पहिलो त त्यो 297 को चेज, त्यो खाली जित मात्र हैन, त्यो एउटा सन्देश थियो। कस्तो सन्देश? मतलब विगतमा ठूरा लक्ष्य देख्दा नेपाली ब्याटिङ अलि डगमगाउँथ्यो नि, यसपालि त्यो दबावमा पनि खेल्न सकिन्छ भन्ने देखियो। आत्मविश्वास बढ्यो। हो, त्यो त हो। अनि अन्तिम खेलमा 236 रन डिफेन्ड गर्नुले बलिङ र फिल्डिङमा पनि अनुशासन बढेको देखायो। 3 जितबाट 6 अङ्क आयो, जसले लिग 2 मा नेपालको स्थिति बलियो बनायो। विश्वकप यात्राका लागि यो एकदमै महत्त्वपूर्ण छ। त्यो 2 रनको हारले पनि त टोली लड्न सक्छ भन्ने देखायो नि, हैन? हो नि, उच्च स्कोरको खेलमा पनि अन्तिमसम्म लड्नु राम्रो संकेत हो। ल, एक दिवसीयमा यस्तो राम्रो प्रदर्शन भयो। त्यसपछि ग्लासगोमा T20I त्रिश्रृङ्खला पनि थियो। त्यहाँ चाहिँ कस्तो भयो? नतिजा त अलि मिश्रित देखियो। 4 खेलमा 2 जित, 1 बराबरी, 1 हार। T20 त झन अलि नाटकीय नै भयो। कसरी? दोस्रो खेलमा स्कटल्यान्ड विरुद्ध 97 रनको लक्ष्य अन्तिम बलमा पूरा गरेर 2 विकेटले जित्नु, त्यो निकै रोमाञ्चक थियो। ए हो र? तर त्यो भन्दा पनि बढी अविस्मरणीय त नेदरल्यान्ड्स विरुद्धको खेल भयो। त्यो तेस्रो सुपर ओभरवाला हो। खेल बराबरी, पहिलो सुपर ओभर बराबरी, दोस्रो सुपर ओभर पनि बराबरी, अनि तेस्रो सुपर ओभरमा गएर बल्ल निर्णय भयो। पुरुष T20I इतिहासमै पहिलो पटक रे। नतिजा आफ्नो पक्षमा आएन, तर क्षण त ऐतिहासिक थियो। निश्चय पनि त्यो अनुभव नै गजबको थियो। तर त्यसले खेलाडीमा कति दबाव पर्छ भन्ने पनि देखायो। खेर त्यसपछि नेपालले स्कटल्यान्डलाई 5औं खेलमा 6 विकेटले हराएर फाइनलमा पुग्यो। तर फाइनलमा चाहिँ अलि चुक्यो है। स्कटल्यान्डले 193, नेपाल 159 मै अल आउट भयो। 34 रनले हार्यो। फाइनलमा ठूलो स्कोरको दबाव झेल्न अलि गाह्रो भयो। यसले के देखाउँछ भने T20 मा अझै केही क्षेत्रमा काम गर्नुपर्नेछ। फाइनलको नतिजा अलि निराशाजनक भए पनि समग्रमा T20 प्रदर्शनलाई कसरी हेर्नुहुन्छ त? प्रतिस्पर्धी नै रह्यो भन्नुपर्छ। 2 जित, त्यो ऐतिहासिक बराबरी, टोलीको जुझारूपन देखियो। तर फाइनलको हारले के पाठ सिकायो भने ठूलो स्कोर चेज गर्दा वा ठूलो स्कोर बनाउँदा पावर हिटिङमा अझै निरन्तरता चाहियो। आगामी T20 विश्वकप छनौटको लागि यो एउटा राम्रो अनुभव भयो होला। अवश्य। अब खेलाडीको कुरा गर्दा यो भ्रमणमा कोही खास चम्किए? करण केसीको नाम त लिनै पर्छ जस्तो लाग्छ। त्यो एक दिवसीयमा 297 चेज गर्दा अविजित 65 रन अनि T20I मा 100 विकेट लिने दोस्रो नेपाली बलर पनि बने। करणको प्रदर्शन त साँच्चै तारिफ योग्य थियो दुवै फर्मेटमा। तर यो भ्रमणले टिमवर्क पनि देखायो। जस्तै रुपेश सिंहले डेथ ओभरमा राम्रो गरे, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने जस्ता अनुभवी खेलाडीले पनि आवश्यक पर्दा खेले। यसले के देखाउँछ भने टोलीसँग म्याच विनरहरू छन्, तर त्यो प्रदर्शनमा अझै एकरूपता चाहिन्छ। ठीक हो। मैदानमा यस्तो भइरहँदा मिडियातिर कस्तो चर्चा भयो राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा? भयो नि।
काठमाडौँ पोस्टले त लिग 2 को 3 जितलाई भ्रमणको उच्च बिन्दु नै भन्यो। त्यो अङ्क तालिकाको हिसाबले सही पनि हो। अरू रिपोर्टहरूले, अरू राष्ट्रिय मिडियाले त्यो तेस्रो सुपर ओभरको नाटक, फाइनलको हार जस्ता कुरामा बढी ध्यान दिए। रोचक कुरा के भने ESPN क्रिकइन्फो, आउटलुक जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्मले पनि त्यो स्कटल्यान्ड विरुद्धको कठिन जित र फाइनल हारलाई नोट गरे। यसले के देखाउँछ भने नेपालको क्रिकेटलाई अब बाहिर पनि अलिक गम्भीरतापूर्वक हेरिन थालेको छ। त्यो त राम्रो कुरा हो। त्यसो भए यो पुरै भ्रमणलाई समेट्दा नेपालको लागि मुख्य उपलब्धि के रह्यो त? मुख्य उपलब्धि भनेको मेरो विचारमा सीमित ओभरको क्रिकेटमा देखेको परिपक्वता र प्रतिस्पर्धात्मक क्षमता हो। लिग 2 मा 3-1 को नतिजाले राम्रो पुनरागमन देखायो। अनि T20 मा पनि त 2 जित, 1 ऐतिहासिक बराबरी हो। T20 मा पनि प्रतिस्पर्धा देखियो। हार र फाइनलमा पुग्न नसक्नुले सुधार गर्नुपर्ने ठाउँ त देखायो, तर समग्रमा यो भ्रमण एकदमै सकारात्मक र महत्त्वपूर्ण रह्यो। यसले आगामी प्रतियोगिता, खास गरी T20 विश्वकप छनौटको लागि पक्कै पनि आत्मविश्वास बढाएको होला। अवश्य, अनुभव पनि दियो। ल, आजको यो कुराकानीलाई बिट मार्ने हो भने नेपालको युके भ्रमणमा 1 दिवसीयमा राम्रो सफलता मिल्यो। T20 मा नाटकीय र ऐतिहासिक क्षणहरू देखिए, केही खेलाडी चम्किए, फाइनलमा हार भए पनि समग्रमा यो एउटा सकारात्मक भ्रमण नै रह्यो। हो, र यो भ्रमणमा देखिएको त्यो जित्ने भोक, त्यो कठिन परिस्थितिमा पनि लड्ने क्षमतालाई हेर्दा एउटा प्रश्न उठ्छ। के प्रश्न? अब अगाडि बढ्दा विशेष गरी T20 विश्वकप छनौट जस्तो ठूलो प्रतियोगितामा सफल हुन नेपालले आफ्नो खेलको कुन पक्षलाई अझ तिखार्नु सबैभन्दा जरुरी होला त? एउटा विचार गर्नुपर्ने कुरा हो।